सासू र नन्दले गरे बुहारीको जिउँदै शरीरमा पेट्रोल छर्केर आगो लगाई क्रूरतापूर्वक हत्या। कोरियामा रहेका श्रीमानकै योजनामा हत्याकाण्ड घटाइएको आरोप, श्रीमानलाई नेपाल झिकाइँदै। सिन्धुलीको कमलामाई नगरपालिका 4 धुराफाँटमा एउटा यस्तो हृदय विदारक र क्रूर घटना घट्यो जसले सिङ्गो जिल्ला र देशलाई नै स्तब्ध तुल्याएको छ। मंगलबार दिउँसो करिब 4 बजेको समय जब मानिसहरू आफ्ना दैनिक कामहरूमा व्यस्त थिए, त्यही बेला दुर्गामान बमजनको घरबाट एउटा यस्तो कोलाहल सुनियो जसले धुराफाँट बस्तीको शान्तिलाई सधैँका लागि भङ्ग गरिदियो। 32 वर्षीय सुशीला बमजन, जो आफ्ना 3 जना सन्तानको हेरचाह र टाढा विदेशमा रहेका श्रीमानको पर्खाइमा थिइन्, तर उनी आफ्नै घरको भान्साकोठामा विभत्स हत्याको शिकार भइन्। सुशीलाका श्रीमान सूर्य बमजन विगत 2 वर्षदेखि दक्षिण कोरियामा छन्। उनी विदेश जानुको एउटै उद्देश्य थियो आफ्नो परिवार र ससाना 3 सन्तानलाई राम्रो जीवन दिनु। तर घरभित्रै श्रीमतीले आफ्नै परिवारका सदस्यहरूबाट जुन स्तरको यातना र क्रूरता सामना गर्नु पर्यो, त्यसले मानवतालाई नै लज्जित बनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान र घटनास्थलको दृश्यले यो घटनालाई एउटा सुनियोजित र गम्भीर अपराधका रूपमा चित्रित गरेको छ। भान्साकोठामा सुशीलाको शरीर आगोले जलिरहेको अवस्थामा फेला परेको थियो। घटनास्थलमा प्रहरीले पेट्रोलका 2वटा बोतल फेला पार्यो जसमा अझै केही पेट्रोल बाँकी नै थियो। त्यहाँ एउटा लाइटर र सबैभन्दा भयानक वस्तु बाँसको भाँटामा कपडा बेरेर बनाइएको राँको पनि भेटिएको थियो। यी प्रमाणहरूले यो कुरा प्रश्न पार्छन् कि सुशीलालाई मार्नका लागि पहिले नै पेट्रोलको व्यवस्था गरिएको थियो र उनलाई उम्कन नदिने गरी योजना बनाइएको थियो। घटनाका बेला स्थानीय बासिन्दाहरू सुशीलाको चित्कार सुनेर घरतर्फ दौडिएका थिए, तर उनीहरूको ढोकाको मूल गेटमा तालचा लगाइएको थियो। सुशीला भित्र जलिरहेकी थिइन्, तर बचाउन जाने बाटो नै बन्द थियो। स्थानीयले उनकी 59 वर्षीय सासू महारानी बमजनसँग साँचो मागेर गेट खोलेर भित्र पस्दा सुशीलाको मृत्यु भइसकेको थियो। स्थानीयका अनुसार अभियुक्तहरूले सुशीलालाई आगो लगाएपछि ढोकामा तालचा लगाएर उनीहरू बाहिर बसेका थिए। यो विभत्स घटनाको पछाडि लामो समयदेखिको घरेलु हिंसा र पारिवारिक कलह लुकेको छ। सुशीलाकी सानी आमा सरिताका अनुसार उनी विगत 7 वर्षदेखि आफ्ना सासू ससुरा र नन्दबाट निरन्तर मानसिक र शारीरिक यातनाको शिकार हुँदै आएकी थिइन्। घटना हुनुभन्दा 2 महिना अघिदेखि नै नन्द मीना लामाले सुशीलालाई घर छाड्न वा मारिदिने धम्की दिँदै आएकी थिइन्। दुःखको कुरा त के छ भने घटना घटेको दिन बिहानै पनि मीनाले सुशीलालाई मार्ने योजना रहेको भन्दै धम्की दिएकी थिइन्। सुशीलाले यसबारे आफ्नी भाउजू निर्मलालाई जानकारी समेत गराएकी थिइन्, तर त्यो जानकारी पाएको 1 घण्टाभित्रै उनको विभत्स हत्या गरियो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतककी सासू महारानी बमजन र 35 वर्षीय नन्द मीना लामालाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा नन्द मीनाले सुशीलालाई पेट्रोल छर्केर आगो लगाएको कुरा स्वीकार गरिसकेकी छिन्। यस घटनामा सुशीलाका 62 वर्षीय ससुरा दुर्गामान बमजन पनि घाइते भएका छन्, जसको हात खुट्टा र ढाड जलेको अवस्थामा कीर्तिपुर बोर्ड अस्पतालमा प्रहरीकै रोहबरमा उपचार भइरहेको छ। मृतकका बुबा प्रेम बहादुर घिसिङले आफ्नी छोरीको हत्या भएको भन्दै सासू ससुरा र नन्द विरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले यसलाई कर्तव्यजान मुद्दाको रूपमा दर्ता गरी जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ। अझ अर्को डरलाग्दो कुरा त के छ भने अनुसन्धानका क्रममा मृतक सुशीला बमजनकी नन्दले दिएको बयानका आधारमा मृतकका श्रीमानको नाममा समेत पक्राउ पूर्जी जारी भएको छ। उनलाई दक्षिण कोरियाबाट नेपाल झिकाउने प्रक्रिया भइरहेको छ। श्रीमान सहितको योजनामा सुशीलाको हत्या गरिएको भन्दै माइती पक्ष तथा स्थानीयले श्रीमानलाई नेपाल नझिकाएसम्म सब नउठाउने भन्दै आन्दोलन गरिरहेका छन्। यो घटनापछि धुराफाँट मात्र होइन, सिङ्गो सिन्धुली बजार नै तातेको छ। दोषीलाई कडा कारबाही र सुशीलालाई न्यायको माग गर्दै स्थानीय बासिन्दाहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुली घेराउ गरिरहेका छन्। उनीहरूले यो घटनालाई एउटा सामान्य घरैँचे विवाद मात्र नभई एउटा क्रूर हत्याको संज्ञा दिएका छन्। धुराफाँटको त्यो सुनसान घरको भित्तामा लागेको धुवाको दागले आज पनि एउटी निर्दोष महिलाको अन्तिम चित्कार र उनको पीडाको कथा भनिरहेको जस्तो लाग्छ। यो घटना एउटा यस्तो ऐना हो जसमा हाम्रो समाजमा लुकेको घरेलु हिंसाको कुरूप रूप देखिन्छ। एउटा घर जुन सुरक्षाको मन्दिर हुन पर्ने थियो, त्यही ठाउँ सुशीलाको लागि एउटा काल कोठरी बन्न पुग्यो।